धोखा होला है, धोखा होला, धोखा होला, धोखा होला है। जिन्दगीको अन्तिम क्षणमा धोखा होला है, जिन्दगीको अन्तिम क्षणमा धोखा होला है। होला कि नहोला? अब अन्तिम क्षणमा पछुताएर केही पाइन्छ? केही मिल्छ त? मिल्दैन नि। अहिले विचार गर्नु पर्यो, अहिले नै सोच्नु पर्यो। पछि पश्चात ला मैले के गर्ने, मेरो समय त गयो बित्यो भनेर पाइँदैन। मान्छे बाँचुन्जेल चाहिँ मोज ऐश आराममा बिताउँछ। अनि जब अब त्यति बेला त उसले के राम्रो के नराम्रो विचार गर्दैन है। हाम्रो गरुड पुराणमा लेखेको छ कि नि, बहुत मिठा भावहरू छन् त्यसमा। अनि बाँचुन्जेल चाहिँ उसले विचारै गरेन। अनि जब अब मरेपछि त उसले लाग्छ नि होइन, मान्छेले के भन्छ नि, बाँचुन्जेल हो, मरेपछि जे होला देखा जाएगा भन्छ नि होइन। तब त देखाएर जाएगा होइन, भोगा पनि जाएगा के हुँदो रहेछ। अनि अहिले त्यो गरेको कर्मको फल अहिले हाँस्नुहुन्छ, भरे थाहा पाउनुहुन्छ। अनि के भन्नुभएको छ, अब त्यो जीवनभर त उसले पाप कर्म गर्यो नि त। अब त्यो मरिसके पश्चात उसले फेरि अन्त गएपछि अर्कै शरीर धारण गर्नु पर्यो नि त उसले। जुन ठाउँमा संसारमा यो एउटा अलगै तन छ, यो सके पश्चात फेरि अर्को तन धारण गरेर उसले गरेको सत्कर्म गरेको छ भने उसलाई राम्रै बाटोतर्फ लगाइन्छ। यदि उसले पाप कर्म गरेको छ भने उसलाई यातनातर्फ लगाइन्छ, मतलब नरकको बाटो जाइन्छ। त्यति बेला उसलाई होस आउँदो रहेछ त्यहाँ दुःख पाउँदाखेरि। अब त्यो आगो जलेको ठाउँमा हिँड्नु पर्दा अरूलाई बडा मजा आउँछ नि होइन, नराम्रो देखाउन, उसलाई निचा गिराउन, अरूलाई रुवाउन, तर्पाउन होइन, गाली गर्न बहुत मजा आउँछ नि। हो त्यति बेला चाहिँ यातना दिलाइदो रहेछ। त्यो आगोमा हिँडाउँदाखेरि उसले भन्दो रहेछ, त्यो भालाले रोप्दाखेरि त्यो अनि जब जलाएर खाइन्छ, जीवलाई हटेर खाइन्छ, त्यसलाई तर्पाइन्छ। त्यसरी तर्पाउँदाखेरि चाहिँ ओहो प्रभु, मैले बडा नराम्रो कर्म गरेछु, यस्तो राम्रो मानव जीवन पाएको थिएँ, मैले यस्तो राम्रो धर्म पाएको थिएँ, संस्कार पाएको थिएँ, तर मैले त्यो समयमा चाहिँ विचार नगरेर, मैले असल कर्म गरेर, नराम्रो कर्म गरेर मैले यतिकै त्यो मानव देहलाई बिताएँ भनेर त्यति बेला ऊ चिच्याउन थाल्दो रहेछ। त्यति बेला ऊ तर्पिन थाल्दो रहेछ अनि पछुताउन थाल्दो रहेछ। हो मरेपछि मात्र शान्ति मिल्दो रहेछ त? मिल्दैन है। हो त्यस कारण सद्गुरुले हामीलाई सम्झाउनुको कारणै त्यही नै हो कि यो हामीले पाएको यो मनुष्य देहलाई चाहिँ यत्तिकै नगुमाऊ है भन्नु खोज्नु भएको छ। हेर्नुहोस्, हामीले जे सोच्दैछौँ नि त्यो सत्य होइन। हामीले गरेको कर्मको फल भोग्नै पर्छ। शास्त्रों में सब शुद्ध पाइए, पर सतगुरु बिना क्यों लखाइए। सब शास्त्र शब्द सीधा कहे, पर जो मेरे तिनके आडे रखे भन्नुभएको छ। यहाँ शास्त्रों में सबै शुद्ध पाइए, शास्त्रले चाहिँ के गरेको भन्दा सबै दिनुभएको छ, सबै ज्ञान दिनुभएको छ, पर सद्गुरु बिना लखाइए। तर त्यो शास्त्रलाई सद्गुरुको ज्ञान बिना चाहिँ बुझ्न सकिँदैन है। सद्गुरु कति महत्त्वपूर्ण रहेछ त? सद्गुरु बिना हामीले केही सम्भव रहेछ त? हामी सोच्छौँ सत्सङ्ग किन चाहियो, भजन किन चाहियो, मन्दिर किन जानु पर्यो, गुरुको दर्शन गर्न किन जानु पर्यो, साधु सन्त नै किन चाहियो होइन। हामीमा त्यस्तो अहमता छ नि त? हामीलाई त जरुरत छैन जस्तो लाग्छ नि त? हामीलाई श्रद्धा भाव भने छैन नि त? तर यहाँ भन्नुभएको छ, पर सद्गुरु बिना क्यों नखाइए। चाहे तिमी जति गर जेसुकै गर, तर सद्गुरु बिना चाहिँ तिमीले यो पहिचान गर्न सक्दैनौ है। यो शास्त्रको अर्थ तिमीले जान्न सक्दैनौ, तिमी को हो जान्न सक्दैनौ, तिमी कहाँबाट आएको कहाँ जानु छ, र तिम्रो परमात्मा तिम्रो मालिक को हो जान्न सक्दैनौ भन्नुभएको छ। खुदामा बहुत मिठो दृष्टान्त छ। म बार बार त्यो सुनाउँछु हरेक कथामा, बहुत राम्रो लाग्छ। एउटा
दरबारमा रानी बस्नुहुन्थ्यो। सुन्नुहोस् है, के अल्छी लाग्यो? कृष्ण कन्हैया लाल की अल्छी लाग्यो भने म छोड्नेवाला छैन। मलाई त 3 वर्षसम्म भन्नुभएको छ के अरे भर्खर सारी एक त भयो, म त बोल्न पायो भने बोलिरहन्छु, अरू सुते पनि बोलिरहन्छु। अनि उठाउन पनि जानेको छु नि, उठाउँछु भने फेरि। तर सोच्नु भएको छैन कति चाहिँ ज्ञानी हो। यतिको ज्ञानीको सुन्दर साथ मैले भेटेको थिएन, आज पाल्पा आएर भेटेँ। कृष्ण कन्हैया लाल की। निन्द्रा लागेन हजुरहरूलाई? ए बाबा हो, निन्द्रा देवी हो। चिसोले चाहिँ होला बरु। कृष्ण कन्हैया लाल की हो। एउटा रानीको दरबारमा एक सन्त गएर रोज के गर्नु हुँदो रहेछ त? कथा सुनाउनु हुँदो रहेछ। अब हामी त रोज सुन्दै बल्ल बल्ल कति वर्षमा बल्ल आज आएको छ होला पालो होइन। कृष्ण कन्हैया लाल की। एउटा कुरा भन्छु, गाली गरेर गर्नु, नगरेर नगर्नु है, तर समितिलाई भन्छु, यो माइक चाहिँ बनाउनु पर्यो। कथा गर्ने बेलामा कति यो बन्द हुन्छ, कति यो खुल्छ। अरू केही नहोस्, आसन पनि चाहिएन, भाषण पनि चाहिएन, खाना पनि चाहिएन, तर माइक चाहिँ राम्रो चाहियो है। बालाई भनेको त कसलाई भन्नु? बाहरूले भने होइन, मन्दिर यसो हेर्ने देखदेख गर्नु भने जस हजुरलाई नै भनेको, हजुरले नि बुझ्नु। माइक चाहिँ एउटा मजाले म त बोलिरहन्छु हेर्छु, म त केही छैन यहाँ, नसुने पनि अब हजुर सुन्नु भएन, घाटो हजुरलाई लाग्यो नि त। म त माइक भएन भने बोलिरहन्छु होइन, तर हजुरले सुन्नुहुन्न नि त। मेरो साउन्ड यत्रो सानो छ, अहिले माइक निकाल्यो भने हजुरले मेरो बोली सुन्नुहुन्न, म मात्र भटभटाइरहन्छु हो। त्यही भएर एउटा माइकको चाहिँ मजाले, अब वृत्त कथा आउँदैछ, अनि वृत्त कथामा चाहिँ एउटा माइकको चाहिँ व्यवस्था गर्नुहोस् है। एकचोटि गऱ्यो भने त वर्षमा टिक्छ, के चिन्ता छैन, त्यसो चिन्ता गर्नै परेन। कृष्ण कन्हैया लाल की हो। अनि त्यो राजा रानीलाई चाहिँ रोज कथा सुनाउन जानु हुँदो रहेछ एक सन्तले। सुन्नुहोस् है ध्यान दिएर। भोक लाग्यो भने भन्नु, म उठिहाल्छु, झन् मौका पाएको बेलामा म उठेर बसिहाल्छु। भोक लागेको छैन भने चाहिँ एकछिन बस्नुहोस् मजाले हो। अनि ती रानीलाई कथा सुनाउनु हुन्थ्यो, अनि लास्टमा भन्नुहुन्थ्यो, राम नाम बिना पार नपाइए भनेर भन्नुहुँदो रहेछ है। भन्नको मतलब कथा त सुनियो, तर भगवानको नाम बिना चाहिँ पार पाइँदैन है भनेर लास्टमा भनेर जानु हुँदो रहेछ। अनि त्यो कथा सुन्दाखेरि चाहिँ हेर्नुहोस्, एउटा सुगाले पनि मजाले सुनेको हुँदो रहेछ। अनि सुगाले पनि त्यो सिक्यो। अब छोराछोरी त हो, बोल्न नजाने पनि सुगा त बोल्छ नि त फेरि मान्छेले। उसले यतै भन्न थाल्यो, ए राम नाम बिना पार नपाइए भन्दै बस्दो रहेछ। अब उसलाई थाहा पायो राम नाम चाहिँ बहुत शक्तिशाली छ, अनि राम नाम बिना चाहिँ पार लाइँदो रहेनछ भने थाहा भयो। अनि उसले राम नाम जप्न थालेछ। अनि उसले त्यो नाम जपेको देखेर, उसको सुन्दरतालाई देखेर चाहिँ वनबाट आउने उड्ने, त्यहाँ आउने रानीको साथमा कथा सुन्ने। अनि एक दिन राजाले लगेर गिफ्टको रूपमा अर्को दरबारमा एउटा राजालाई दिएछ। अनि त्यो राजाले पनि आफा दरबारमा चट्ट सजाएर राखेछ। जीव जनावरलाई घरमा सजाएर राख्न पाइन्छ? पाइन्छ? ए उनीहरू त डुल्ने काम हो, घुम्ने खाने अनि यताउति प्रकृतिसँग रमाउने हो। चरा जस्तो बन्न सिक्नु हजुरहरू पनि। खाली घरभित्र गुचुक्क गरेर बस्नु भएको छ, अनि मन पनि यस्तो गुचुक्कै परिसकेको छ होइन, काचक कुचुक भइसकेको छ। दिनभरि त्यही एउटा ठाउँमा, अनि तनाव नहोस् त, अनि बिमार नहोस् त, चरा जस्तो बिन्दास हिँड्नुपर्छ, संसार देख्नुपर्छ होइन। यो संसार हेर्न आएको होइन भने आमा हो कि होइन? यो संसारकै यो के रहेछ भनेर हेर्न आयो भने किन डराउनु यो संसारको मान्छेसँग? यिनीहरू थर्काउने त कामै हो, थर्काइरहन्छन् नि। तिमीहरू थर्काइरह, म चाहिँ घुमिरहन्छु भन्नुपर्छ, घुमिएर बस्नुपर्छ होइन, एउटै ठाउँमा थोरै बसिन्छ त हो। अनि त्यो पिँजरामा ठुने पश्चात त्यो सुगा के भयो त, दिन प्रतिदिन बिमार हुँदै गयो। अब 84 व्यञ्जनै राखिदिए पनि गाली गरेर खुवाए पश्चात
अपमान गरेर खुवाए पश्चात त्यो आनन्द लाग्छ त? लाग्दैन नि त। अब हजुरले 84 व्यञ्जन खानु, राजालाई भोग नलगाउनु त त्यो त्यो पाप खाएको जस्तै हुन्छ। श्रीकृष्णले भगवत गीतामा भन्नुभएको छ। मलाई चाहिँ त्यो एकदम मनमा लाग्छ, तर भन्यो भने चाहिँ मान्छेलाई नराम्रो लाग्न सक्छ भनेर भन्दिनँ भन्न चाहिँ। तर सत्य चाहिँ के रहेछ, जसले भोजन बनाउँदा आफ्नो लागि बनाउँछ र परमात्मालाई अर्पित नगरी खान्छ भने उसले पाप खान्छ अरे है। अनि जसले परमात्मालाई अर्पित गरेर भोग लगाएर परमात्मालाई भनेर बनाएर ग्रहण गर्छ भने उसले त्यो महाप्रसाद ग्रहण गरेको हुन्छ अरे। हो, त्यसकारण हामी भोग लाग्यो भने हत्ता गरम खाइदिन्छौँ। त्यस्तो कहिले नगर्नु। शान्त राख्ने, मनलाई शान्त नबनाएसम्म दुनियाँ शान्तै हुँदैन। कृष्ण कन्हैया लाल की। हामी दुनियाँ शान्ति, घरको शान्ति चाहन्छौँ, दुनियाँ शान्ति चाहन्छौँ, आफ्नो मनै शान्ति छैन अनि दुनियाँ शान्ति हुन्छ? हुँदैन नि त। हो, अब त्यो चरालाई के भयो, सुगालाई बहुत छटपटी हुन थाल्यो। अरे म त घुम्ने डुल्ने वनमा ताजा ताजा फल खाने, अनि त्यो वृक्ष त्यो खुर्सानीहरू ताजा ताजा खाने, स्वच्छ हावामा हिँड्ने, आज मलाई के गर्यो, बन्धना पारियो भनेर त्यो सुगा रुन थाल्यो, कराउन थाल्यो, तर्बिन थाल्यो त्यो भित्रभित्रै। अनि भगवानको नाम पनि जप्न थाल्यो। तर उसलाई कति वर्ष भयो त्यहाँबाट निस्किन दिएन। लाड प्यारले हुर्काएको छ। रानीले यति प्रेम गर्ने, मिठा मिठा फलहरू दिने, तर त्यो सुगा दिन प्रतिदिन चाहिँ शिथिल हुँदै गयो, भित्रभित्र बिमार हुँदै गयो। अब उसलाई केही उपाय नै आएन। कसरी निक्लिने त त्यो पिञ्जराबाट? आफूलाई राख्नुहोस् है, विचार गर्नुहोस्, म के भन्दैछु एकदम ध्यान दिएर सुन्नुहोस्। त्यो पिञ्जरामा थुने पश्चात उसले भगवानको नाम पनि जपिरहेको छ, तर त्यहाँबाट आजाद हुन सकेको छैन। जुन उसको असली जीवन थियो, उसले त्यो असली जीवन जिउनै पाइरहेको थिएन, जसको कारण उसको मन दुखी थियो, तर्पिरहेको थियो। हेर्नुहोस् त, राजाको दरबारमा रानीको त्यत्रो प्यार लाड पाएको छ, खानालाई मिठा मिठा भोजन व्यञ्जनहरू भोगहरू पाएको छ, तर उसको जे जीवन थियो त्यो नपाउँदाखेरि उसलाई अशान्त छ। उसलाई प्रकृति चाहिएको छ, उसलाई असली जीवन, आफ्नो उड्ने जीवन चाहिएको छ। त्यो हुँदाखेरि ऊ एकदम दुखी भए। तर संयोगवश एक दिन वर्षौँ व्यतीत भए पश्चात एउटा साधु आउनुभयो। अनि साधुलाई सोध्नुभयो, हे गुरुदेव, म भगवानको नाम यति लिन्छु, तर म यो पिञ्जराबाट निक्लिनै सकेको छैन, म कसरी योबाट निस्किने हो, मलाई उपाय दिनुहोस् न भनेर अनि साधुसँग सोध्नुभएछ। सुगाले सोधेछ। अनि साधुले भन्नुभयो, अब तिमीले कोसिस नगरी त हुँदैन। हेर, तिमीले एउटा नाटक गर। रानी या कोही आयो भने तिमी मरेको एक्टिङ गर, मरेको जस्तै गर। उसले हिलाओस्, उसले बोलाओस्, जे गरोस्, तर तिमी चुक्क पनि नबोल्नु, आँखा पनि नखोल्नु, हिलमिल पनि नहुनु, तिमी मरेको समान बसिराख्नु है भनेर त्यति भनेर त्यहाँबाट जानुभयो। यदि आजाद हुनु छ भने चाहिँ त्यति गर्नु भनेर भन्नुभयो। अब गुरुजी त्यहाँबाट गए पश्चात केही समय पश्चात रानीहरू आउँछन्। अब सुगा त पिञ्जराभित्र छ, अनि जे गुरुजीले भन्नुभयो त्यही गर्नुभएछ। मरेको जस्तो एक्टिङ गरेर सुतेछ सुगा। अब रानी बोलाउँछ बोल्दैन, उठाउँछ उठ्दैन, खान दिन्छ खाँदैन, जति गरे पनि नउठे पश्चात अनि अरूलाई भन्नु डाक्नु भएछ, ल यो सुगालाई लगेर, मेरो सुगा मर्यो, अब उसलाई लगेर पर गाडिदेऊ भनेर रुँदै रुँदै अनि सुगालाई निकाले। अब मौका सुगालाई पनि होइन निकाल्न बित्तिकै उडेर गयो आफ्नो दुनियाँमा। कृष्ण कन्हैया लाल की। अब मायाले भएन भने चाहिँ हामीले पनि यदि उड्नु छ, परमात्मा पाउनु छ भने यो दुनियाँ जस्तो छ त्यस्तै बनेर त्यो पिञ्जराबाट निक्लिने कोसिस चाहिँ गर्नुपर्छ भनेको। अब नाम पनि जपेको थियो, दिनरात भगवानको कथा पनि सुनिएको थियो, तर सद्गुरुको बिना चाहिँ त्यो पिञ्जराबाट चाहिँ निक्लिँदो रहेनछ है भनेर हामीले यहाँबाट जान्नु पर्यो। अनि यहाँ पनि
के भन्नुभयो त, पर सद्गुरु बिना क्यों लखाइए। सद्गुरु बिना चाहिँ हामीले कसरी पार पाउन सकिन्छ र कसरी हामीले भगवानको नाम मात्र लिएर पनि हुँदो रहेनछ। सद्गुरुकै मार्गदर्शन चाहिँदो रहेछ र उहाँकै मार्गदर्शनबाट मात्र हामीलाई मुक्ति प्राप्त हुँदो रहेछ भनेर यहाँ भन्नुभयो। तब शास्त्र शब्द सीधा कहे पर जो मेरा तिनके आडे रहे। शास्त्रले त बहुत बताएको छ नि, छैन त? शास्त्रले अनेक बताइएको छ, तर सद्गुरुको कृपा बिना चाहिँ यो तिनका समानको यो माया पहाड बनेर हामीलाई ढाकिरहेको हुन्छ है। यो त सद्गुरुको कृपाले मात्र यो पहाड समानको तिनका ढाल्छ अनि यो पहाड समानको यो जुन आडा जुन पर्दा लागेको छ नि त्यो मेटिएर अनि बल्ल हामीलाई ब्रह्मको दर्शन हुन्छ। अरूबाट यो सम्भव छैन भने पश्चात सद्गुरुको कृपा कति महत्त्वपूर्ण रहेछ त, गुरुको महिमा कति रहेछ त। त्यही भएर प्राणाजीले भन्नुहुन्छ नि त, प्राणाजीले वाणीमा भन्नुभएको छ, म मेरो सद्गुरुको गुण कति गाउँ, कसरी गाउँ। हेर्नुहोस् त, हामीलाई मतलबै छैन कि प्यारे, थाहा नै छैन हामीलाई अन्धाधुन्दा हिँडेको छ होइन, कहाँ हिँडेको के गरेको के अत्ता पत्ता छैन। बस खायो पियो लायो जीवन जियो, बस ऐसो आराम गर्यो, के खाउँ के लाउँ के गरौँ कहाँ जाउँ, यतिमै घुमेर यतिमै फसेर बसेको छौँ। तर एकचोटि विचार गर्नुहोस् त प्राणाजीको भाव कस्तो छ, किन सद्गुरुलाई यति महत्त्व दिनुभयो, यतिसम्म भन्नुभएको छ कि यो सारा पृथ्वी अब कत्रो होला पृथ्वी, विचार गर्नुहोस् त। अब यो पाल्पा जिल्ला मात्र हेऱ्यो भने पनि कृष्ण कन्हैया लाल की। कहिले काहीँ सोध्छु अरे बाप्रे पाल्पा त उहाँ गएको थियो अस्ति न, अनि यहाँ आए यत्रो ठुलो पाल्पा रहेछ त जस्तो लाग्थ्यो होइन। अनि बुटवल बसे, बुटवल पनि कति ठुलो सहर रहेछ भनेर हेर्दा हेर्दा गाडीमा जाँदा जाँदा नपुग्ने कत्रो विशाल रहेछ भन्ने जस्तो लागेको। अब संसार कति विशाल होला त, विचार गर्नुहोस् त। कृष्ण कन्हैया लाल की। उसले त रुन त पाइयो है, रुन दिन सोच्दा उसकै आनन्द हो नि त, बच्चा रोएर आनन्द लाग्छ, हजुरहरू चाहिँ कथा सुनेर आनन्द लाग्छ होइन। अब उसलाई रुन केही छैन हो। अब पृथ्वी कति विशाल होला त, सोच्नुहोस् त। अब पाल्पा यत्रो ठुलो, बुटवल यति ठुलो विशाल होइन, गाडीबाट पनि आउँदाखेरि कति घन्टा लाग्यो, 3 घन्टा। आमामामा थोरै ठुलो रहेछ त पाल्पा, अरे बाफ्रे बाप। अब यो पृथ्वी कति ठुलो होला त हो। अब पृथ्वीलाई चाहिँ के बनाउनु भयो, प्राणाजीले कागज बनाउनु भयो है। अब यो पृथ्वीमा अब कागजमा त लेख्नलाई के चाहियो, अब मसिनो त चाहिनको लागि पहिला पेन त चाहियो क्या होइन हो। अब पेन बनाउनलाई चाहिँ के गर्नु पर्यो त, यो सबै वनस्पतिहरू छ नि, वन जङ्गल पृथ्वीभरको, पाल्पाको मात्र सोच्नु भएको होला होइन, पृथ्वीभरको। अब पाल्पाको मात्र सोचे पनि दिमागै कहाँ पुगिसक्यो, अब पृथ्वीभरको भनेपछि त हाल्न बेर छैन होइन हो। यो पृथ्वीभरको यो सबै वृक्षलाई म के बनाऊ, कलम बनाऊ रे। अब त्यो कलममा पनि निब त चाहियो, त्यो निब पनि म माया गरी कन्जुस गरिकन यदि मैले यो सारा विश्व ब्रह्माण्डको नदी नाला होइन समुद्रलाई मैले सियाई बनाएँ भने, मसी बनाएर मैले गुरुको गुण लेख्न थालेँ भने यो सब पनि कम्ती पर्छ भन्नुहुन्छ। किन भन्नुभयो त, यो एक शब्दले हेर्नुहोस् त, गुरुको कृपा बिना त हामी पार पाइँदो रहेनछ। त्यही भएर गुरु गोविंद दो खरे काको लगो पाए बलिहारे उनको गुरु पर जिन्होंने गोविंद दियो ही बताए भन्नुभएको छ नि त। किन भन्नुभयो, यदि गोविंद र गुरुलाई एक साथ राख्यो भने गोविन्दले भन्नुहुन्छ कि पहिला तिमी सद्गुरुको चरणमा लाग। किन त भन्दा यदि तिम्रो सद्गुरु हुनुहुन्न थियो भने तिमी मलाई कसरी पहिचान गर्न सक्थ्यौ त। गुरुको कृपाले गर्दा, गुरुको ज्ञानले, गुरुको मार्गदर्शनले, गुरुले मलाई चिनाउनु भएको कारणले त तिमीले मलाई चिन्यौ नि त। त्यसकारण मलाई होइन पहिला गुरुलाई प्रणाम गर भनेर भन्नुहुन्छ।
गुरुको त्यत्रो महत्त्व छ। अनि हामी के गर्छौँ, कोही साधु सन्त गुरु महाराजको कति मजाले निन्दा गर्छौँ। मनपर्छ भने ओहो सिंहासनमा राखेर पूजा गरिदिन्छौँ, अनि मन परेन भने गिराइदिन्छौँ, होइन? हो, त्यस्तो चाहिँ गर्नु भएन। गुरुको महिमा, गुरुको ज्ञान, गुरुले दिनुभएको मार्ग, त्यसमा हिँड्ने हो नि त हामीले, होइन? हो कि होइन? होला, अहिलेको जमानामा कति छल कपट धुत्याइ, होइन, त्यस्तो हुन्छ, तर हामीले त्यस्तोलाई हेर्ने होइन। शरीरमा हेऱ्यो भने गुणै गुणै त परेको को छ कोही छैन नि। स्वयं महाप्रभु प्राणनाथजीले के भन्नुहुन्छ, मभित्र बहुत अवगुणहरू छन्। सद्गुरु भन्नुहुन्छ तिमी त परमनाभ इन्द्रावती सखियौ, तिमीमा अवगुण लेस पनि छैन। तर प्राणनाथजी भन्नुहुन्छ यदि मभित्र अवगुण छैन भने म किन परमनाम देख्न सक्दिनँ, होइन? मभित्र अनन्त अवगुणहरू छन्। भनेको हामी त के हौ त? हामी त एउटा माध्यम मात्र हो नि त। हामी पनि एउटा साधारण मनुष्य हौ। राज्यको कृपाले हामी एउटा राम्रो पात्र बन्ने योग्य कोसिस गरिरहेको छौँ भने हरेक मानवभित्र गुण पनि छ, अवगुण पनि छ। तर हामीलाई गुरुजीले भन्नुहुन्थ्यो कि कोही मान्छेभित्रको अवगुणलाई त्यागिदेऊ र गुणलाई चाहिँ तिमी ग्रहण गर। त्यो गुणलाई ग्रहण गरे भने तिमीलाई प्लस तिम्रो भित्र एउटा गुण आयो, तर तिमी अवगुणलाई हेरेर त्यो अवगुणलाई लिन थाल्यो भने तिमी भित्र पनि के आयो त? अवगुणै आयो। त्यही भएर लिने नै हो भने राम्रो चिजलाई लिनु हरेक व्यक्तिबाट सिक्नुपर्छ। दत्तात्रेयले 24 गुरु गरे, थाहा छ नि हजुरहरूलाई? परेवा, जीव जनावर, पशु प्राणी, हर चिजबाट, बालकहरूबाट, वृद्धहरूबाट, किरा फट्याङ्ग्राहरूबाट, होइन, बेबिचारी गर्नेहरूको हरेक चिजबाट उहाँले ज्ञान दिनुभयो, गुरु बनाउनु भयो। हो, भनेको मतलब हर चिजबाट हामीले ज्ञान लिने, राम्रो कुरा लिने, नराम्रो कुरा त्यागिदिने। त्यसले हामीलाई के हुन्छ त? हामी भित्र गुण पूर्ण भएर आउँछ र अवगुण मेटिँदै जान्छ। हो, त्यस प्रकारले सद्गुरुको कृपाले नै हामीलाई यो सब ज्ञान मिलेको छ। शास्त्रको अर्थ बुझ्न पाएका छौँ, यो निज नाम मन्त्र पाएका छौँ। हो, त्यस कारणले सद्गुरुको महिमा तिमी बुझ। सो तिनका मिटे सद्गुरु के संग, तब बार ब्रह्म प्रकाशे अखण्ड भन्नुभएको छ। हो, सद्गुरुको कारणले गर्दाखेरि हाम्रो के छ? हामी भित्रको अज्ञानता नाश भएको छ। अब अज्ञान भनेको के त? मैले पढेर म अज्ञानी थोरै त्यस्तो हुन्छ त। अज्ञानता भनेको यहाँ चाहिँ माया, मोह, लोभ, अहंकार, ईर्ष्या, यी सबै भनेका के हुन् त? अन्धकार हुन्। हो, यो जबसम्म नासिँदैन, जस्तै हामीमा लोभ पनि छ, लालच पनि छ, ईर्ष्या पनि छ, द्वेष पनि छ, अहंकार पनि छ नि त। हो, यो नाश गराउनुहुन्छ कसले त? सद्गुरुले। अनि यो नाश गराए के गर्नुहुन्छ? तब पारब्रह्म प्रकाशे अखण्ड, तब चाहिँ गएर अनि हामीलाई परमात्माको प्रकाश मतलब उहाँको ज्ञान दिएर अनि हामी भित्र प्रकाश प्रकट गराउनुहुन्छ। त्यही भएर साधकलाई हेर्नुभयो भने उनीहरूको स्वरूप अलग्गै हुन्छ। गुरुजीहरूलाई हेर्नुहोस् त, ओहो कति चमक हुन्छ उहाँहरूभित्र। सच्चा साधु हो भने, है, साधु त बहुत छन् तर सच्चा साधु त कम्ती नै भेटिन्छ। जो साधनामा सिद्ध हुन्छ उनीहरू संसारमा देखिन चाहँदैन। उनीहरू भित्र अझै पनि वृन्दावनमा हामीले कति देख्न सक्छौँ। यस्ता यस्ता साधुहरू हुनुहुन्छ जो कयौँ वर्षदेखि तपस्यामा लीन भएर भोजन त्यागेर, संसारको मोह माया त्यागेर, भगवानकै परमात्माकै नाममा लीन भएर अझसम्म तपस्या गर्नु। देखावटी त दुनियाँले गर्छ नि त। त्यसै त्यो एउटा देखावटी साधु मात्र हुन्छ। सच्चा साधु, समर्पित साधु भनेको त श्रीकृष्णले भन्नुहुन्छ करोडौँ करोडौँमा बल्ल बल्ल 1000 जनालाई चुनिन्छ अरे। सुन्नुहोस् है, अनि त्यो हजारौँ हजारमा फेरि 100 जनालाई छानिन्छ अरे। अब त्यो 100 जनामा पनि बल्ल बल्ल 10 जनालाई छानिन्छ अरे। अनि त्यो 10 जनामा पनि बल्ल मुस्किलले एउटा मात्र मेरो सच्चा भक्त बनेर निस्किन्छ भन्नुहुन्छ। भने पश्चात भक्त त कति छन्? करोडौँ करोडौँ छन् नि त।
त त्यसमा पनि चुन्दै 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 गयो भने सच्चा र समर्पित भक्तहरू चाहिँ एउटा मात्र भेटिन्छ जो साँच्चै नै मसँग प्रेम गर्छ, साँच्चै नै मलाई चाहन्छ, ममा समर्पित हुन्छ भनेपछि त हामी अब कति गिन्तीमा आउन त त्यो करोडौँको बिचमा पनि हामी गिन्तीमा आउन सक्दैनौँ, किनकि हामीभित्र के छ, खालि लालच मात्र छ, इच्छा आकाङ्क्षा मात्र छ। हो जबसम्म यो इच्छा शक्तिलाई जितिँदैन नि, यो इच्छा भनेको कस्तो छ थाहा छ, घात लाग्ने बेलासम्म पनि इच्छा मरिँदैन अरे, हो कि होइन? घात लाग्ने पनि मेरो छोरा आइदिए हुन्थ्यो, छोरी आइदिए हुन्थ्यो, पानी खुवाइदिए हुन्थ्यो, मलाई तारिदिए हुन्थ्यो, जीवनभर कर्म के गर्यो गर्यो, अनि अन्तिममा छोरा तारिदिए हुन्थ्यो, नातिले तारिदिए हुन्थ्यो, फलाना तारिदिए हुन्थ्यो, फलानालाई पानी खुवाइदिए हुन्थ्यो, के हुन्थ्यो हुन्थ्यो हुन्छ नि। परमात्माको नाम जपेको भए कोही पनि नआइदिए हुन्थ्यो जस्तो लाग्छ, परमात्माको नाम लियो भने ऊ पनि आइदिए हुन्थ्यो, ऊ पनि आइदिए हुन्थ्यो जस्तो लाग्छ। हो त्यही भएर भागवत कथा सुन्नु भएको होला नि त हजुरले, होइन? अजामिल ब्राह्मण सुन्नु भएको छ, कथाहरू कति सुनेको, तर्केश्वर महाराजीको भागवत सुनेको होइन, हो कि होइन? हो त भन्नु हो माथि अहिले त भएन भने सुन्नु भएको उसै त यहाँ माइक बस्दैन। हो त्यही भएर अजामिल ब्राह्मणलाई के भयो, एउटा ब्राह्मण भएर कर्तव्य ब्राह्मणको के हो, सबैलाई गराउनु होइन। सुन्दर साथ हामी सुन्दर साथ भइहाल्यौँ, तर अरू ब्राह्मणको अरूलाई हेऱ्यौँ भने सबैको घरमा गएर धर्म ज्ञान संस्कार दिने होइन, राम्रो बाटो देखाउने, अनि माया मोहमा लिप्त नहुने, भक्ति भजनमा लीन भइरहने। तर हो एक दिन अजामिल ब्राह्मणलाई के भएछ, मायामा लिप्त हुनुभएछ, बिहा गर्नुभयो, अब छोराछोरी 10औं छोराछोरी च्याचेर चुरचुर गरिरहेको। अनि एक दिन के भएछ, साधुहरू घुम्दै घुम्दै आउनु भएछ, त्यही भएर भाग्यले मात्र पाएछ साधुको दर्शन पनि। कृष्ण कन्हैया लाल की। अनि त्यहाँ साधु घुम्दै घुम्दै आउनु भएछ, 3-4 जना जमात लिएर होइन। अनि ब्राह्मणलाई यसो हेर्नु भएछ, साधु दृष्टि भनेको त अन्तर्दृष्टि हुन्छ नि त्यो उहाँहरूको होइन, तर अहिलेको त हुँदैन, तर प्राय पहिला पुरा सच्चा साधुभित्र चाहिँ यसो हेर्ने बित्तिकै यो को हो र यसले कुन चिजमा फसेको छ थाहा पाइहालिन्थ्यो नि त। अनि साधुले अजामिल ब्राह्मणलाई देख्नुभयो, अनि यसो विचार, ओहो एउटा ब्राह्मण भएर यिनले गर्नुपर्ने कर्म छोडेर यस्तो लिप्त भएर बसेको छ, मर्ने बेला काल आइसक्यो, तर मायामा यसो लिप्त भएर भुलेर भगवानको नाम जप्न भुलेर बसिसकेछ। अब च्याचेर चुचु गरे पश्चात त अब कहाँ यताउता गरेर धर्मको प्रचार गर्न जान्छन् त होइन। हो यसले त जे गर्नु थियो त्यो कर्मै नगरिकन फसेछ भनेर अनि ती ब्राह्मणहरूले सोचे, अब यसो विचार गरे, यसो मुख हेरे, अनि मुख हेरेर विचार गर्नुभयो, यसलाई अब ज्ञान दियो भने उल्टो खाइन्छ त, उल्टो लेक्चर खाइन्छ, अब यसलाई ज्ञानले चाहिँ होइन, यसलाई युक्ति चाहिँ काम गर्नु पर्यो भनेर। त्यही भएर मूर्खलाई ज्ञान दिन थाल्यो भने आफै मूर्ख होइन्छ। कृष्ण कन्हैया लाल की होइन, हो कि होइन? अब मूर्खलाई जो जानै चाहँदैन, गर्नै चाहँदैन, त्यसलाई ज्ञान जति पोखे पनि सद्गुरुले एउटा के हुन्छ, कपाल काट्नेलाई परमधामको वर्णन गर्दाखेरि भागेको जस्तै हुन्छ नि त होइन। अनि विचार गर्नुभएछ, अनि यसलाई अब ज्ञान दिनु ठिक छैन, अब यसो ध्यान दृष्टिले हेर्नुभयो, उनको एउटा पुत्र जन्मिँदै रहेछ। अब यसो विचार गरे यसको कल्याण चाहिँ अब एउटै उपायले हुन्छ। अब यो अन्तिम पुत्र कान्छो छोरा कति प्यारो है आमा, कति प्यारो लाग्छ है कान्छो छोरा, कति माया लाग्छ होइन आमा बालाई, लाग्छ कि लाग्दैन? जेठोको लाग्छ कि कान्छोको लाग्छ? आमा मामा छोरा त्यसमाथि पनि कान्छा, हिरिक्कै नि त अब प्राण जाला, कान्छो छोरा नजाला बरु कतै है। त्यति प्यारो भएछ अजामिल ब्राह्मणलाई, थाहा पाउनु भएछ साधुले, रुद्ध अब कल्याणको बाटो एउटै छ, यिनको नामै नारायण राखिदियो भने यसको कल्याण होला नत्र नहोला भनेर। अब कान्छो छोराको नाम त पुकारिन्छ नि होइन, त्यही भएर छोराछोरीको नाम भगवानसँग जोड्नु भनेको केही न केही अर्थ नै व्रतको नाम राखेर केही छैन।
अब पुकार्दाखेरि कल्याण होस् न, कमसेकम नाम बनाउँदाखेरि कमसेकम कल्याण होस् न, कमसेकम नाम जप्ने फुर्सद नभए पनि छोराको नाम लिने फुर्सद छ नि त हजुरहरूलाई, होइन? हो, उसैको नाम लिएर भए पनि कल्याण हुने खालको उपाय निकाल्नुहोस् अहिले नै विचार गरेर, है? अहिले त सकि त गयो, अब के काट्नु अब नातिहरूको राखौँ भने हजुरको कान्दै चल्दैन थिएँ, अब छोराहरूको कान्द चल्छ, बिचरा हजुर त अब जाँदैन, भोलि बिग्दैन हजुरहरूको। बिग्रे त राम्रै हो क्या अरे, अब त्यो मान्दैनन् होला। हो, अनि अजामिल ब्राह्मणलाई चाहिँ भनेछ, ए ब्राह्मण, तिम्रो एउटा पुत्र हुँदैछ, उसको नाम चाहिँ अब नारायण भनेर राख्नु है भनेर साधु सन्त कल्याण गरेर जानुभयो। बाटो देखाउने काम हो, गर्नु नगर्नु आफ्नै विचार हो, होइन? अब भिडमा खस्ने गाईलाई राम नाम भन्न सकिन्छ, काँडै त थाप्न सकिँदैन भन्नुहुन्थ्यो के अरे बाबाआमाले, होइन? हो, त्यस्तै त हो नि, बाटो देखाउन सकिन्छ तर काँडै त थाप्न सकिँदैन नि त। अनि गएर सम्झाएर जानुभयो, अनि ब्राह्मणले जे होस् मान्न चाहिँ माने, अनि उनको नाम नारायण राखिदिए। अब एक दिन के भएछ त भन्दा यमराजहरू, यमका दूतहरू, यमराज त आउँदैनन्, यमका दूतहरू आएछन् डोरी लिएर पुरा, होइन? सवारीमा चलेर आएछन्। त्यो देख्दैमा अब राम्रो सुन्दर चित्तिक्क परेको त थोरै हुन्छ त दूतहरू, त्यो पनि यमराजका दूतहरू, होइन? त्यो पनि दण्ड दिनेवाला। आहो, देख्दैमा भयङ्कर भएर, त्यही भएर मृत्यु भएको अवस्थामा हेर्नु मान्छेलाई, त्यो अवस्थाले बताउँछ कि उसको कर्म कस्तो छ भनेर, होइन? कोही मल त्यागेर जान्छन्, कसैको यस्तो टाउकोबाट जान्छन्, कसैको मुखबाट जान्छन्, त्यो एउटा आफ्नो आफ्नो कर्म बताइएको छ, त्यो अनुसारले जान्छन्। त्यही भएर कर्म गर्नु राम्रो भनेको, जन्म पनि भयो मृत्यु पनि हुन्छ, कर्म चाहिँ लेखाजोखा हुन्छ कि आमा। जन्मेर कसरी जन्म्यो, कुन दिन जन्म्यो, कुन बार जन्म्यो, मर्यो कुन बार, जलायो कुन बार, त्यो मतलब छैन। हो, काम चाहिँ कस्तो गर्यो भनेर लेखाजोखा हुन्छ। त्यही भएर काम चाहिँ राम्रो गर्नु भनेको, त्यही भएर बोल्नु चाहिँ राम्रो, काम चाहिँ राम्रो गर्नु, सत्कर्म गर्नु, राम्रो कर्म गर्नु भनेर भने हो नि त, मजाक गरेर थोरै हो त। अनि तिनलाई लागेछ अब यमराज लिन आयो, हेर्नुहोस् है, किन यमराजै आउनु त, भगवान्को नाम जप्यो भगवान् आउनु त। अब दिन रात संसारमा लिप्त भएर भजन कीर्तन त्यागेपछि आउने त यमराज नै हो नि त। कृष्ण कन्हैया लाल की। अनि डरले चिच्चाउन थालेछ। अब त्यति बेला पनि बुद्धि आउँदैन कि, अब त्यति बेला दिन कमसेकम भगवान्को नाम लिनु नि, होइन? एक पुत्र भनेर नारायण 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 भनेर नाम लिएछ, है? अब त्यो नारायण, छोरा नारायण त कता गएर घुमेर त्यहाँ यस्तो आराम गरिरहेको होला, उपरको नारायणले सुन्नु भएछ। अनि ओहो, मेरो भक्तले त मलाई पुकार्दै हुनुहुन्छ, हेर्नुहोस् त, भगवान् कति कृपालु, कति दयालु हुनुहुन्छ। हामी मात्र अहङ्कारी, कहीँ नभएको अहङ्कारी हामी मात्र छौँ। अब त्यस्तो अनजानले आखिरमा पुकारे त उहाँलाई होइन, तर आफ्नो नाम मात्र लिँदाखेरि पनि परमात्माले कति कृपा गर्नुहुन्छ, हेर्नुहोस्। त्यो पनि जानेर होइन, अनजानमा नारायण 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 पुकारे, डर लागेर चिच्चाइरहेको छ। यता भगवान् स्वयं गरुडमा बसेर आउनुभयो भने आएर ती एमका दूतहरूलाई भन्नुभयो, ए जाओ तिमीहरू, मेरो भक्तलाई तिमीले किन दुःख दिँदैछौ, यहाँबाट जाओ, तिम्रो कुनै अधिकार छैन भन्नुहुन्छ। हो, त्यही भएर सधैँ तिलक लगाउनु, मेरी आमा हो, मेरो बाहरू तिलक लगाउने गर्नु, कण्ठी कहिले नखोल्नु, मर्ने बेला सबै लगोस् तर कण्ठी चाहिँ नलगोस् भनेर भनिराख्नु छोराछोरीहरूलाई। अब सबै त बनाम छैनन् होला गर्न, कि छन्? छन् भने त बुझिहाल्छन्, छैनन् भने चाहिँ भन्नु। तिलक कहिल्यै नछुटाउनु है, अनि कण्ठी कहिल्यै नछुटाउनु। हमेसा पैसा गिने जस्तै जपमाला पनि गिन्ने गर्नु। पैसा गर्न कति मजा आउँछ, कति आयो भनेर, होइन? गर्दाखेरि आहा कम ताना ताउँदैन, गर्नेको गर्ने कहिल्यै नसकिदियो हुन्थ्यो, ए अझ बढिदियो हुन्थ्यो, अझ बढिदियो हुन्थ्यो। तर माला जप्दाखेरि चाहिँ छैन, निन्द्रा लाग्छ। हजुर अलिअलि भएर हुन्थ्यो, पैसा अलिअलि भएर पुग्छ हजुरलाई। त्यस्तै भएको छ हाम्रो जिन्दगी, हेर्नुहोस् त। हो, त्यही भएर अब यिनले नारायणको नाम लिने, अनि त्यहाँबाट भगवान्ले भन्नुभयो,
कन्ठी हामी अझै प्रणामहरूको चेतना नै जागेको छैन कि। कृष्ण कन्हैया लाल की, सद्गुरुदेव महाराज की, प्राणनाथ प्यारे की। अब सुन्नु महत्त्व पनि बुझ्नु पर्यो नि त होइन। हँसी मजाक गर्नुपर्छ तर सिरियसमा पनि लिनुपर्छ है। हामी कति प्रणामीहरूले कन्ठी नै लगाउँदैनौँ अनि कतिले लुकाएर पनि राख्छौँ। त्यो परिस्थिति आउँछ कसैलाई अब प्रणामी छैन, घरमा कोही छैन, कसले के भन्ला भन्दछ। दुनियाँले त भन्ने काम हो भनिरहन्छ। तिनको काम त्यो मुख देखेर बोल्नको लागि हो होइन। तिनीहरूलाई निन्दा गर्दैमा आनन्द आउँछ नि त हो। अनि त्यो नाम जप्ने गर्नुहोस् अनि जहिले पनि माला हातमा लिने गर्नुहोस्। त्यो बानी अहिले लगाएन भने अब कहिले लगाउने त, गइसक्यो त दिन हो। अनि कन्ठी कहिले पनि ननिकाल्नु गलाबाट। जुन दिन गुरुजीले धारण गर्नुहुन्छ अब यो त छुट्टिने बिग्रिने हुन्छ। सम्भव भएसम्म नछुटाउने, सम्भव भएसम्म जोड्ने। तर त्यो भएन भने कन्ठी चाहिँ गलाबाट कहिले पनि हामीले चाहिँ पहिचानै सक्दैन कुप्रणामी होइन होइन। कन्ठी मालाले तिलकै हो नि त धर्मको पहिचान हुने हो कि होइन। अब हामी भन्छौँ किन तिलक लगाउने, किन कन्ठी लगाउने। अहिलेको जमाना अब पहिले त त्यस्तो थिएन। हरेक मान्छे हिन्दूमै लागेको हुन्थ्यो, एक समान थियो होइन। तर अहिले त सम्प्रदाय अलग अलग छ नि त। अलग अलग सम्प्रदाय, अलग अलग यिनीहरूको तिलक अलगै छ, कन्ठी अलगै छ। अनि हामीले आफ्नो धर्मको पहिचान दिलाउनु छ भने त एउटा कन्ठी माध्यम हो अनि एउटा तिलक माध्यम हो। अनि त्यही पढेपछि कसले जानुहोस् त हजुर। अनि समाजको लागि बाँचेको कि परमात्माको लागि बाँचेको, परमात्मा प्राप्तिको लागि मानव देह पाएको कि समाजलाई रिझाउनको लागि मानव देह पाएको। यस्ता त घर परिवार समाजसँग डराउने बेला छैन अहिले। मजाले कन्ठी लगाउने, जप्दै हिँड्ने। यहाँ वृत्त कथामा आउँछ नि एउटा तेजबाई माता, थाहा छ कि नै? सुनेको भएको छ? त्यतिले थाहा रहेछ हो। ती माता के गर्नुहुन्थ्यो, गाउँमा भट्ट्याउँदै जानुहुन्थ्यो। आओ कथा सुन्न जाऊ, आओ भन्थ्यो। हजुरले कतिजना ल्याउनु भयो? आफू त मुस्किल ल्याउनु भएको छ सबलाई लिएर आउने, प्रणामी होस् कि नप्रणामी होस्, सत्सङ्ग भगवानको कथा सुन्न जान आऊ भने। त्यति बेला प्राणाजीले बानी चर्चा थोरै गर्नुहुन्थ्यो परमधामको होइन। सबै कथा गरेर सुनाएर अब त्यो तेजबाई माताले के बुझ्नु भएको थियो होला त होइन। तर आऊ कथा सुन्न जाने, आओ भन्दै बोलाउँदै ल्याउनुहुन्थ्यो नि त हो। त्यो खालको जोस कहाँ गयो? त्यो जोस तब आओस् न जब हजुर आफै यहाँ आएर परमात्मालाई विश्वास गरेर भक्ति भजनमा लीन भएन, लु परमात्मा भनेर आफै समर्पित भएको छैन। अरूलाई बोलाउने हिम्मत कहाँबाट आउँछ त? पहिला आफू त डर हुनु पर्यो नि त, आफू लागि पर्नु पर्यो नि त। अनि को हिम्मत आउँछ? यत्तिकै आउँछ हिम्मत, तागत, जोस, जाँगर, भक्ति गर्ने होइन। अनि राज्यको नाम जप्ने, पाठ गर्ने यत्तिकै आउँछ? आउँदैन। त्यसरी आफूले गर्नु पर्यो, पढ्नु पर्यो। अनि बल्ल त्यो प्राप्त भए पश्चात जप गर्ने, ध्यान गर्ने, पाठ गर्ने, सेवा गर्ने, यी सब त हामी पहिला राज्यले प्राप्त गरौँ अनि बल्ल आउँछ। नत्र त हामी त यसले गर्छ, उसले गर्छ, फलानाले गर्छ, ढिस्कानाले गर्छ भन्दै तार्दै भए त कोही पनि हुँदैन। किन त्यस्तो भएको छ? किनकि हामी आफै डरो भएको छैनौँ, हामी आफै जागेको छैनौँ, हामी आफै बेहोसीमा छौँ कि पूर्ण रूपमा जागेर भएको छैन हामी। त्यही भएर हो। अब ती हेर्नुहोस् त, अजामिल ब्राह्मणले के भयो? अन्जानमा नाम लिनुभएको भगवान आउनुभयो अनि यमका दूतहरूलाई पठाउनु भयो। भनेको जसले भगवानको नाम जप गर्छ, जसले कन्ठी लगाउँछ, जसले तिलक लगाउँछ, यिनलाई यमराजले होइन स्वयं राज्यले लिन आउनुहुन्छ। अनि नरक या स्वर्गमा होइन परमधाममा लगेर राख्नुहुन्छ। अनि स्वर्गको क्षणभरको सुखमा राख्ने होइन, परमधामको अखण्ड सुखमा राख्नुहुन्छ हो। त्यही भएर भनेको है हजुरहरू नाम जप्ने गर्नुहोस् भनेर। त्यही भएर यो मन्दिरलाई जति सकिन्छ उज्यालो राख्नुहोस्। मन्दिर सानो भएर फेरि पुजारीलाई मात्र होइन नि, यो पुजारीको मात्र मन्दिर हो, समितिको मात्र मन्दिर हो, यो हजुरको पनि मन्दिर हो होइन। यो जो बस्छ उसले हेर्ने भन्ने होला होइन।
हजुरहरू सबै जुत्नु पर्यो। अघि मैले के भने गुरुजी मङ्गलदासले के भन्नुभयो, सबै एकजुट भयो भने बल्ल हाम्रो मूल्य हुन्छ, महत्त्व हुन्छ। तर हामी छरपष्ट भयो भने के हुन्छ, त्यसको मूल्य हुँदैन है भन्नुभएको हो कि होइन? हो। त्यसैले मन्दिर सानो होस् केही फरक पर्दैन, तर यहाँ लाइटको कमी छ। यति उज्यालो बनाउनुहोस्, यति उज्यालो बनाउनुहोस्, सानो मन्दिर होस् तर राजी पनि हाँसेर खुसी भएर बसेको देखियोस् कि नि। किनकि राजलाई देख्नको लागि पहिला यसो मन्दिरमा त उज्यालो हुनु पर्यो नि त। किनकि हाम्रो आँखा त सानो छ, अन्तर्दृष्टि त खोलेको छैन। अब संसारको लाइटले भयो भने यसो राजीको दर्शन मजाले गर्यो भने पो मनमा शीतल आउँछ, आनन्द आउँछ, शान्ति लाग्छ, ओहो भने जस्तो लाग्छ, आउँ जस्तो लाग्छ होइन? हो। त्यो मन्दिर अँधेरो हुन्छ जहाँ हृदय उज्यालो छैन भने मन्दिर पनि अँधेरो हुन्छ है। हृदय उज्यालो छ भने मन्दिर पनि उज्यालो हुन्छ, घर पनि उज्यालो हुन्छ, समाज पनि उज्यालो हुन्छ अनि आनन्दै आनन्द आउँछ। त्यही भएर पहिला आफ्नो मनलाई पहिला खुल्ला बनाउनुहोस्। यस्तो मुठी बनाउने आदत राम्रो होइन। मतलब धेरै उदास हुनु, धेरै आशावादी हुनु होइन, धेरै आकाङ्क्षाहरू राख्नु अनि जे गरे पनि असन्तोष रहनु, जे छ त्यसमा आनन्द लिने हो नि त हामी त। नत्र त आनन्द नलिने हो भने त जति भए पनि मान्छेलाई पुग्दैन। पुगेको छ त छैन नि? हजुरलाई पुगेको छ त? कृष्ण कन्हैया लाल की, सद्गुरुदेव महाराज की, प्राणनाथ प्यारे की। धेरै बित्यो यात्रा जीवनको, अब केही मात्र बाँकी छ। भन के पायो जीवनमा, अब के पाउन बाँकी छ। केस फुल्यो, दाँत झर्यो, अन्धो भइसक्यो, देव दुर्लभ मानव चोला त्यसै गइसक्यो। केस फुल्यो, दाँत झर्यो, अन्धो भइसक्यो, देव दुर्लभ मानव चोला त्यसै गइसक्यो। कहाँ जाने ठेगान छैन, साथमा के लाने थाहा छैन। कहाँ जाने ठेगान छैन, साथमा के लाने थाहा छैन। धेरै बित्यो यात्रा जीवनको, अब केही मात्र बाँकी छ। भन के पायो जीवनमा, अब के पाउन बाँकी छ। भेदभाव दाहाइस्या कहिलेसम्म हो, अभिमानको पोको बोक्ने कमाइ हाम्रो हो। भेदभाव दाहाइस्या कहिलेसम्मको, अभिमानको पोको बोक्ने कमाइ हाम्रो हो। कमाइ कहिले गर्छौ मुक्तिको, पल्ला शून्य रह्यो पुण्यको। कमाइ कहिले गर्छौ मुक्तिको, पल्ला शून्य रह्यो पुण्यको। धेरै बित्यो यात्रा जीवनको, अब
केही मात्र बाँकी छ भन के पायो जीवनमा अब के पाउन बाँकी छ संसार छोडी कफन ओढी जाने बेला भो सम्झी ल्याउँदा रुन्छ मन साथमा जानेको संसार छोडी कफन ओढी जाने बेला भो सम्झी ल्याउँदा रुन्छ मन साथमा जानेको आँखी के लान्छौ साथमा आत्मा मात्र मिल्छ हातमा आखिर के लान्छौ साथमा आत्मा मात्र मिल्छ हातमा धेरै बित्यो यात्रा जीवनको अब केही मात्र बाँकी छ भन के पायो जीवनमा अब के पाउन बाँकी छ अब के पाउन बाँकी छ अब के पाउन बाँकी छ जीवन त बितिरहन्छ बितेर गइसक्छ अनि केही स्टेज रहेको समयमा पनि धान पनि झर्यो अन्त पनि भर्यो यो किन भएको थाहा छ हेर्नु सङ्केत दिन्छ प्रकृतिले पनि परमात्माले पनि सचेत गरिराख्नु भएको छ हिजोसम्म कालो केस होइन चेटेक्क परेको आहा भनेको अनि आज त उमेर झर्दै